हेलो अब चाहिँ भने हामी यहाँबाट हामी यात्रा गर्न लागिरहेको छौँ सुके पोखरी भन्ने स्थानसम्मको लागि नेचर सल्यानीमा भएको हामी 7 दिवसीय आमूस अलिक शिविरको समापन पश्चातको हामी यसरी हिँड्न लागिरहेका छौँ। हामी यो बाटोको यात्राहरू यहाँलाई देखाउने छौँ। अब यसरी माथितिर मम्मी माथि हर्सिन्छ। न हामीलाई घुमाइदिनु आओस् है। हाम्रो यात्रा हो। छिटो छिटो आऊ है, छिटो छिटो जानुपर्छ। उकालो हिँड्न सकिँदैन भने चाहिँ दौडिनु पर्छ। अब दौड्नु यो पाहाडको बाटो पाहाडको यात्रा गर्न लागिरहेको छ। यो माथिसम्म छ, हेर्न सकिन्छ हामी हो सरसँगले। अलि फास्ट फास्ट जाउँ, मलाई पनि एकदम स्यास्या भइरहेको छ। सर यात्रा गरिरहेको छौँ हामी। अलि छिटो छिटो जाउँ, सर्ट सर्ट छ। अन्त खानु मन लाग्छ नि हजुर। आज बस्ने, भोलि चाहिँ जाने। खै त्रिशुल डाँडा कता छ हामी त थाहा पो छैन। त्यसै माथितिर हिँडेको। साथीहरू माथि पुगिसक्नु भएको छ। तपाईँले यहाँ हेर्न सक्नुहुनेछ। हामी यात्रा गर्दैछौँ अहिले। यो माथि त्रिशुल डाँडा पनि छ अरे, भ्यू टावर पनि छ भन्ने कुरा सुन्दैछौँ। त्यसको साथमा हामी विशेष गरी चाहिँ सुके पोखरी कस्तो रहेछ भनेर चाहिँ हेर्न जान लागिरहेको। यसरी चाहिँ हिँडिरहेका छौँ। यो पाहाडको कालोमा भएको एकदम स्यास्या भइरहेको छ। तर पनि हामी हिँड्दैछौँ। यहाँबाट देखिने अत्यन्त रमणीय दृश्य रहेको छ। हिमाल, यहाँनिर हिमाल देखिन्छ भने हामी त्यस दृश्य लिएर हामी यहाँ अगाडि बढ्दैछौँ। थाहा नै छैन उहाँलाई कतातिर हो। यसरी हामी हिँडिरहेको छौँ। यो रहेको छ नेचा सल्यानको चाहिँ बजार, मेन बजार रहेको छ यहाँनिर। यो बजारको एरिया पर हामी यहाँनिर देख्न सक्छौँ। यो रातो गाउँपालिका भवन होइन। हामी त सुके पोखरी हिँडेको भने फुर्केमा पो पर्यो। माथितिरको पोखरी फुर्के बाजे हो के? हामी फुर्क्यौ। पोखरी चाहिँ राम्रोसँग अझै उ भएको छैन। यस्तो रमणीय देखिन्छ कि सर। हो त्यो हो। तपाईँ म बाइकमा आएको भए चाहिँ त्यहाँ जाउँ भनेर त्यहाँ यताबाट म घुमाएर त्यहाँ लान्छु भनेको जनतै उठाउनु पर्ने हो। त्यहाँ पोखरी चाहिँ यो पाट्नेको छेडीबाट देखिन्छ नि। हो वहाँ त्यसदेखि अझै बाँच्नु पुग्नु पर्छ सुके पोखरी। यता यता पर्छ हो कि सुके पोखरी चाहिँ फुर्के पोखरी चाहिँ यता पर्छ। ओ ल, त्यहाँबाट पनि जान्छ अरे। फुर्के पोखरीबाट पनि त्यहाँ पुग्न सकिन्छ अरे। जाने जेसियोस् जाने ओखरको बोट देखाउँदैछ हामी। यसरी हामी हिँड्दैछौँ। है ल ल ल आउनुहोस् आउनुहोस् आउनुहोस्। पुरा गाउँमा हिँडेकै जस्तो मलाई फिल भइरहेछ। आफ्नै घरमा हिँडेको जस्तो फिल भइरहेछ। यो बाटोहरू हेर्दाखेरि हेर्नुहोस् त है, कस्तो आनन्द आइरहेको छ यो बाटोहरू हेर्दा पनि। गाउँबारी सबै डाँडा पखाहरूले पनि हाम्रो गाउँ बस्तीलाई कोही याद दिलाइरहेको छ। खोला खाल्सीहरू होइन। यसरी हिँड्दै जाँदाखेरि छिटो आउनुहोस्। सरसले चाहिँ हामी यसरी सुके पोखरीको लागि हिँडेको छौँ हामी। तर
सुके पोखरी निकै टाढा छ भन्ने कुरो लागेको छ र अहिले चाहिँ हामी फुर्के पोखरीसम्म चाहिँ हामी पुग्छौँ भन्ने लागेको छ हामी हेर्दै जाउँ कहाँसम्म पुगिन्छ यो खालसेहरूमा चाहिँ यसरी चाहिँ हामी हिँडिरहेका छौँ गाउँमै आफ्नै गाउँघरमा हिँडेको जस्तो रमाइलो भइरहेको छ फिल यहाँ हामी देख्दैछौँ सबैले हेरेर आनन्द लिनुहुन्छ भन्ने हामीलाई लागेको छ